चलचित्रको सुटिङको मैदानमै मर्न चाहने सुनिल थापा। फिल्म सुटिङको फ्लोरमा I think I would love to die on the sets of film world. म भाग्यमानी रहेछु यस अर्थ कि मैले चलचित्र क्षेत्रमा काम गर्न पाउन कुनै पापड बेल्नु परेन र मेरो दुर्भाग्य यो हो कि म नकारात्मक भूमिकाले परिचित छु। यो भनाई चर्चित र लोकप्रिय अभिनेता सुनिल थापाको हो। नेपाली चलचित्र उद्योगका भेटरान कलाकार सुनिल थापालाई नचिन्ने र उनको नाम नसुन्ने नेपालीहरू सायदै होलान्। तर सुनिल थापा भन्ने बित्तिकै एउटा भयंकर नकारात्मक पात्रको छाया छवि दिमागमा घुम्न थाल्छ। उनको बोल्ड आवाज दिमागमा गुन्जिन थाल्छ। नेपाली चलचित्र उद्योगको भूगोलमा रहेका थुप्रै होचा अग्ला पहाडहरू मध्ये एउटा छुट्टै विशाल र अग्ला हिमाल हुन् सुनिल थापा, जसको उचाइ चुम्न अब आउने पुस्ताको कुनै पनि कलाकारलाई फलामको चिउरा चपाउनु सरह हुनेछ। तपाईलाई सुनिल थापाले अभिनय गरेको चलचित्र मध्ये सबैभन्दा मन परेको चलचित्र कुन हो? तल कमेन्ट सेक्सनमा अनिवार्य लेखिदिनु होला। सुनिल थापाको जन्म विक्रम सम्मत 2012 साल जेठ 5 गते बिहीबार भएको हो। सुनिल थापाका बुबा ब्रिटिश इन्डियन आर्मी हुन्। उनका बुबाको नाम गणेश गुरुङ हो। गुरुङका छोरा सुनिल कसरी थापा भए भन्ने जिज्ञासा सबैलाई हुन सक्छ। त्यसको पनि रमाइलो किस्सा रहेछ। पहिला पहिला नवजवान युवाहरूलाई लाहुरे बनाउनलाई युवाहरू खोज्दै गल्लावालाहरू गाउँ गाउँ पुग्थे र झोक्की, आँटी, तगडा र उचाइ मोटाइ मिलेका तन्दुरुस्त युवाहरूलाई छानेर लाहुरे बनाएर लैजान्थे। लाहुरे छानिने लाइनमा सुनिल थापाका बुबा पनि बसे। नेपाली गल्लावालासँग ब्रिटिश इन्डियाको तर्फबाट पनि मान्छे आएको थियो। दोस्रो विश्वयुद्धको आखिरी समय थियो। लाइन बसेका सुनिल थापाका बुबाको पालो आयो। गल्लावालाले नाम के हो भनेर सोध्यो। सुनिल थापाका बुबाले गणेश भने। गल्लावालासँग नाम टिप्न आएको जो थियो उसले गणेश थापा भनेर लेख्यो। सुनिल थापाको बुबाले गणेश थापा होइन गुरुङ हो भने। उताबाट आएको मान्छेले थापा नै त नेपाली हुन्छ, चल अन्दर भन्यो। त्यसपछि गणेश गुरुङ गणेश थापा भए। यो कुरा सन् 1945 अर्थात् विक्रम सम्वत 2002 सालको कुरा हो। सन् 1947 मा भारत ब्रिटिसको उपनिवेशबाट स्वतन्त्र भयो। त्यसपछि गोर्खा रेजिमेन्ट के गर्ने भन्नेमा ब्रिटिसलाई तनाव भयो। अन्ततः आधा सेना भारतमा रहने र आधा गोर्खाली सेना बेलायत लाने निर्णय भयो। गणेश गुरुङ भारतमै रहे। विभिन्न प्रमाणपत्रहरूमा भने अब गणेश गुरुङको थर थापा भइसकेको थियो। अब भने उनका लागि गुरुङ थर चाहिँ पारिवारिक कामकाज र धर्म संस्कारका लागि मात्र सीमित भइसकेको थियो। उनका छोराछोरीको थर पनि थापा नै हुन थाल्यो। सुनिल थापाको बाल्यकाल बम्बईमै बितेको हो। उनले कन्भेन्ट स्कुल मुम्बईमा अध्ययन गरेका हुन्। उनी सानैदेखि पढाइमा भन्दा पनि अतिरिक्त क्रियाकलापहरूमा ज्यादै रुचि राख्थे। त्यही कारणले उनले कक्षा 7 मा पढ्दा फेलको सामना गर्नु परेको थियो। उनी सानैदेखि खेल क्षेत्रमा निकै राम्रो प्रतिभा थिए। स्कुल जीवनमै उनी राम्रो खेलाडी बनिसकेका थिए। उनी भन्थे, स्कुल बेलामा त म राम्रो स्पोर्टम्यान भएकाले केटीहरू मसँग अटोग्राफ लिन आउँथे। तर मलाई केटीहरूसँग यतिसम्म लाज र धक लाग्थ्यो कि मेरो आँखाबाट आँसु नै आउँथ्यो। यदि म कलाकार नभएको भए प्रसिद्ध फुटबल खेलाडी हुन्थे होला। उनले पढाइलाई लामो समय निरन्तरता दिने मनसाय बनाएनन्। उत्तर किशोर अवस्थाको हुँदासम्ममा खेल उनको लक्ष्य बनिसकेको थियो र फोटोग्राफी उनको शौक बनिसकेको थियो। आफ्नो सोख पूरा गर्नलाई उनी 19 वर्षको हुँदा सन् 1974 मा जेएस म्यागजिनमा फोटो पत्रकारिता गर्न थाले। सन् 1974 मा उनले लिएका 2वटा फोटोहरू नेशनल ज्योग्राफीमा प्रकाशित भएका थिए। त्यो बेला उनी साह्रै हर्षित भएका थिए। त्यसै बेला आसपासमा उनले आफ्नो फोटो खिचाएर आफ्नो एडिटरलाई फोटो एडिट गर्न लगाउँदै थिए। उनको खिचिएको फोटो त्यति बेलाका चर्चित कलाकार देव आनन्दले देखेर भनेका थिए, तिम्रो अनुहार साह्रै सुन्दर रहेछ, यो अनुहारलाई म मेरो चलचित्रमा प्रयोग गर्न चाहन्छु। यो उनको एउटा टर्निङ पोइन्ट थियो। उनी त्यसपछि मोडलिङमा तानिए। मोडलिङ गर्दा गर्दै उनी व्यावसायिक रूपमा फुटबल समेत खेल्न थाले। उनी त्यो बेला दैनिक बिहान 3 घण्टा र बेलुका 3 घण्टा फुटबलको अभ्यास गर्थे। उनले सन् 1974 देखि 1979 सम्म व्यावसायिक रूपमा फुटबल खेले। उनी त्यति बेला मुम्बईमा आइसिएल क्लब मुम्बई र ओर्केस स्पोर्ट क्लबका लागि फुटबल खेल्थे। यी क्लबहरू फुटबल बाहेक क्रिकेट, बक्सिङ आदि खेलहरूमा पनि सहभागी हुने गर्थे।
सन् 1979 मा मद्रासमा क्रिकेट खेल भएको थियो। उक्त खेलमा उनको क्लबले पनि भाग लिएको थियो। क्लबको तर्फबाट खेल हेर्न र आफ्ना खेलाडीहरूलाई हौसला दिन उनी पनि मद्रास गएका थिए। खेल 5 दिनको थियो, तर 4 दिनमै सकियो। उनीहरूको मद्रासबाट फर्किने टिकट 6औं दिनको लागि मात्रै थियो। उनीसँग बीचको 1 दिन खाली थियो। त्यही बीचमा रहेको एउटा खाली दिन नै उनको सिङ्गो जीवनको चाबी बन्यो। त्यही दिनले उनका अवसरका सबै बन्द ढोकाहरू खोलिदियो। त्यही दिनका कारण सुनिल थापा प्रख्यात कलाकार बने। सुनिल थापाले चलचित्र निर्देशक कैलाशम बालाचन्दरको बारेमा जानकारी पाएका थिए। उनको अफिस मद्रासमा छ भन्ने उनलाई राम्रो जानकारी थियो। सुनिल थापा त्यो बचेको 1 दिन कैलाशम बालाचन्दरलाई भेट्न गए। उनले आफू पनि चलचित्रमा काम गर्न चाहेको र आफूले मोडलिङ समेत गरेको कुरा कैलाशमलाई भने। कैलाशमले फोन नम्बर मागेर म निर्मातासँग सल्लाह गरेर खबर गर्छु भनेका थिए। मद्रास बसाईको 6औं दिन योजना मुताबिक उनीहरू मुम्बई फर्किए। 7औं दिन कैलाशमको फोन आयो। मैले निर्मातासँग कुरा गरेँ, तिमीले हाम्रो चलचित्रमा काम गर्नुपर्छ भनेर। सुनिल थापालाई चिट्ठा परे झैं भयो। कैलाशम बालाचन्दरले लेखेको र निर्देशन गरेको मेरो चरित्र नामक तमिल चलचित्र सन् 1978 मा सार्वजनिक भएको थियो। तमिलमा राम्रै व्यापार गरेको उक्त चलचित्रलाई रिमेक गरेर हिन्दीमा बनाउन लागि थियो। चलचित्रको नाम राखिएको थियो एक दूजे के लिए। उक्त चलचित्र 1979 र 1980 मा छायाङ्कन गरिएको थियो भने सन् 1981 जुन 5 मा रिलिज भएको थियो। चलचित्र रिलिज भएपछि हिट मात्र भएन, त्यो वर्षकै सर्वाधिक सफल चलचित्र साबित भयो। उक्त चलचित्रमा सुनिल थापाले मुख्य नकारात्मक भूमिका निर्वाह गरेका छन्। उनी त्यस चलचित्रमा लाइब्रेरियनको रूपमा छन्। उनी भन्थे, जुन निर्देशकले मिथुन चक्रवर्ती, जितेन्द्र, कमल हसन, रजनीकान्त, श्रीदेवी आदिलाई पहिलो पटक अवसर दिएका थिए, तिनै निर्देशकले मलाई पनि पहिलो पटक अवसर दिएका हुन् भनेपछि ममा पनि केही त थिएछ। सुनिल थापाले पहिलो पटक अभिनय गरेको नेपाली चलचित्र मसाल हो। मसाल चलचित्र सिक्किम सरकारले बनाएको हो भने त्यसलाई प्रताप सुब्बाले निर्देशन गरेका छन्। मसालमा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका छन्, तर मसाल चलचित्र नेपालमा भने रिलिज भएन, सिक्किममा मात्रै चल्यो। मसाल चलचित्रपछि उनी नेपाल आउनलाई मुम्बईदेखि दिल्ली र दिल्लीदेखि काठमाडौँको टिकट गरेर आउँदै थिए। दिल्लीमा स्टेशनमा अचानक एकजना लुङ्गी लगाएका मानिससँग भेट भयो। उनले सुनिल थापालाई चिनेछन्। उनले सोधिहाले, तपाईँ त एक दूजे के लिए चलचित्रमा नकारात्मक रोल गर्ने मान्छे होइन? सुनिल थापाले हो भने। ती मान्छेले आफ्नो परिचय दिँदै भने, मेरो नाम रविकान्त नगाइच हो, म पनि डाइरेक्टर हुँ। मैले तपाईँको लागि भनेर कथा लेखेको छु, फिल्म गर्नुहुन्छ नि? सुनिल थापालाई फेरि चिट्ठा पर्यो। गर्छु नि, किन नगर्नु भने उनले। उनी काठमाडौँको टिकट रद्द गरेर फेरि मुम्बई हानिए। उनी नगाइचको अफिसमा गए। सम्झौता हुने भयो। तपाईँ कति लिनुहुन्छ भनेर सोधे। सुनिलले भने, मेरो डिमान्ड छैन, तपाईँले खुसीले जति दिनुहुन्छ त्यति लिन्छु। त्यसपछि भने सुनिल थापा बलिउडमा व्यस्त हुन थाले। त्यति बेला उनले अभिनय गरेका हिन्दी चलचित्रहरूमा एक दूजे के लिए, मानव हत्या, आज की आवाज, मनु द ग्रे, अलबेला, नसीबवाला आदि हुन्। मसाल चलचित्रपछि निकै लामो समय नेपाली चलचित्रमा अभिनय गरेनन् उनले। 6-7 वर्षपछि नेपाली चलचित्र सम्बन्धमा हिरोको भूमिकामा काम गरे। उक्त भूमिकामा काम गर्दै गर्दा उनलाई तुलसी घिमिरेले निर्देशन गर्न लागेको चलचित्र चिनोमा नकारात्मक भूमिकाको लागि प्रस्ताव आयो। चिनो चलचित्रका लागि उनलाई विष्णुगोपाल श्रेष्ठले प्रस्ताव गरेका थिए। उनले चिनो चलचित्रमा राते काइलाको भूमिका निर्वाह गरेका छन्। उक्त चलचित्रमा उनले प्रयोग गर्ने थेगो, यो कुरा मलाई मन पर्यो अथवा यो कुरा मलाई मन परेन, उनको चलचित्र जीवनकै सर्वाधिक चर्चित थेगो हो र उनको चलचित्र जीवनकै सर्वाधिक चर्चित नाम राते काइला हो। तेरो यो कुरा मन पर्यो, छोराको कुरा। जब चलचित्र हलहरूमा लाग्यो, चलचित्र चलेन मात्रै सुपर डुपर हिट भयो, ब्लकबस्टर नै साबित भयो। चिनो चलचित्र उनको जीवनको अर्को कोसेढुङ्गा साबित भयो। चलचित्र सुटिङकै बेला उनको छोरा जन्मिए। उनी चलचित्रलाई कतिसम्म महत्त्व दिन्थे र दिन्छन् भन्ने कुरालाई बुझ्न उनको छोरा जन्मेको समयलाई ख्याल गरे पुग्छ। चिनो चलचित्रको सुटिङ चलिरहेको थियो उनको छोरा जन्मिँदा। उनले आफ्नो नवजात छोरालाई 43 दिनपछि मात्रै भेटेका थिए।
उनी भन्छन्, मैले छोरा जन्मियो भनेर बीचैमा 1-2 दिन हिँडिदिँदा निर्मातालाई कति गाह्रो हुन्छ, कति खर्च बेहोर्नु पर्छ त्यो मलाई राम्रोसँग थाहा थियो। मेरो लागि सबै थोक मेरो काम नै हो, त्यसलाई नै मैले पहिलो प्राथमिकता दिनुपर्छ। चिनो चलचित्र रिलिज भएपछि उनलाई चलचित्रमा यति धेरै प्रस्तावहरू आउन थाल्यो कि उनी भ्याउनै नसक्ने भए। उनी नेपालमा पनि र भारतमा पनि सुटिङ गर्थे। त्यो बीचमा उनलाई जी को लागि कमान्डर धारावाहिकमा प्रस्ताव आयो। उनले नेपालमा पनि सुटिङ भइरहेकाले नभ्याउने कुरा राखे। त्यहाँबाट उनलाई महिनाको 15 दिन समय दिन प्रस्ताव गरे। सुनिल थापाले 10 दिन दिन्छु भने उनी 10 दिन भारतमा सुटिङ गर्थे, नेपालमा 15 दिन, ओहोर दोहोरको लागि 5 दिन। उनी यतिसम्म व्यस्त हुन्थे कि एकै दिनमा 5 वटा सम्म चलचित्रमा टेक दिन्थे। कहिलेकाहीँ 3 दिनसम्म लगातार रात दिन सुटिङ हुन्थ्यो। त्यसपछि अब भने जिउले धान्दैन भन्ने भएपछि फोनहरू अफ गरेर आफूलाई नै कोठामा बन्द गरेर आराम गर्थे। दौडा दौडी अत्याधिक भयो। नेपालमा भने नेपालमै कामै काम, भारतमा भने भारतमै कामै काम। कि नेपाल कि भारत छान्नुपर्ने दिन आयो। उनले नेपाल छाने। सन् 1991 मा नसिबवाला चलचित्र रिलिज भएपछि भने उनले नेपालमा नै निरन्तर काम गर्ने निधो गरेर भारतीय चलचित्रका प्रस्तावहरूलाई नकार्न थाले। त्यो बेला उनलाई केही मानिसहरूले तँ जस्तो मूर्ख मान्छे संसारमा कोही पनि छैन, बलिउड जस्तो ठूलो चलचित्र उद्योगमा स्थापित भइसकेको मानिस नेपालको जस्तो सानो ठाउँमा रोकिएर के गरेको, त्यहाँ यहाँभन्दा 10 गुणा धेरै पैसा छ। उनी भन्थे, मेरो लागि पैसा सबै थोक थिएन, मेरो लागि पैसा भन्दा नेपाली चलचित्र क्षेत्र ठूलो थियो। मैले खुसीका साथ नेपाली चलचित्र उद्योगमा काम गर्ने निधो गरेको हुँ। यसबाट मलाई अहिले पनि कुनै पछुतो छैन। सुनिल थापा पैसालाई अनावश्यक खर्च गर्न मन पराउँदैन थिए। उनी महँगा फोनहरू बोक्न पनि आवश्यक ठान्दैन थिए। खानामा पनि उनी 5 तारे होटल छान्दैन थिए। सामान्य रेस्टुरेन्टमा पनि राम्रो खाना पाइन्छ नि उनी भन्थे। समय चेतनामा उनी एकदमै गम्भीर थिए। उनी भन्थे, जो मान्छेले समय र पैसालाई गलत ठाउँमा प्रयोग गर्छ नि ऊ कहिल्यै पनि सफल हुँदैन। उनी अझै थप्थे, म अङ्ग्रेजको जमानाको फौजीको छोरा हुँ। मलाई अनुशासन र समयको चेतना नभएको मान्छे पटक्कै मन पर्दैन। आफ्नो उमेरमा पनि केटीहरूसँग खुब लजाउने सुनिल थापा भन्थे, मैले जीवनमा 3 वटा कुरा परिवर्तन गर्ने बारे कहिल्यै सोचिन। पहिलो श्रीमती, दोस्रो फोन नम्बर र तेस्रो इमेल ठेगाना। सुनिल थापाका बुबाको नाम गणेश थियो र सुनिल थापा गणेश देवताका भक्त थिए। गणेश देवताप्रति उनको विशेष श्रद्धा थियो। उनी अरूबार आफूले खाने सबै खानेकुराहरू खान्थे, तर उनी मङ्गलबार भने एकदमै सादा खानेकुरा मात्रै खान्थे। उनको एउटा गजबको तर्क थियो, योजनाभन्दा बाहिरको अचानक हुने काम र क्रियाकलाप भनेको सबै भाग्यकै कारणले हुने हो। भाग्यकै कारणले यहाँसम्म आइपुगेको र भाग्यले दिएको कुनै पनि अवसर आफूले नगुमाएको उनी बताउँथे। हुन पनि उनको तर्कलाई पुष्टि गर्न उनको जीवनयात्रा काफी थियो। उनले फोटो पत्रकारिता गर्दा देव आनन्दले उनलाई तिमी कलाकारितामा सुहाउँछौ भन्नु र मोडलिङमा अवसर पाउनु, मद्रासमा 5 दिनको खेल 4 दिनमै सकिनु र निर्देशक कैलासम बालाचन्दरसँग भेट हुनु, काठमाडौँ आउँदै गर्दा अर्का निर्देशक रविकान्त नगाइसलाई भेट्नु र टिकट रद्द गरेर मुम्बई फर्किनु। त्यति मात्रै होइन, सन् 2014 मा उनले मेरी कोम नामक भारतको ब्रान्डेड चलचित्रमा काम गर्ने अवसर पाउनु। त्यसको यात्रा पनि त्यस्तै अप्रत्याशित नै छ। रामलीला जस्तो ब्लकबस्टर चलचित्रका निर्देशक र निर्माता सञ्जय लीला भन्सालीले निर्माण गरेको चलचित्र मेरी कोममा उनले अभिनय गर्न पाए। अभिनय मात्रै गरेनन्, उक्त चलचित्रबाट उनले प्रतिष्ठित पुरस्कार पनि हात पारे, सहायक भूमिकामा। सुनिल थापालाई दुःख लागेको एउटै मात्र कुरा थियो, उनले पहिलो पल्ट अभिनय गरेको चलचित्र एक दूजे के लिए प्रिमियर हुँदा आफ्ना बुबा आमालाई हेर्न बोलाएनन्। बुबा आमालाई बोलाउनु पर्छ भन्ने ज्ञान नै भएन उनलाई। बुबा आमाले पछि भनेका थिए, एउटा कुरा याद राख छोरा, तैँले तेरो चलचित्र प्रिमियर हुँदा हामीलाई गरिब ठानेर बोलाइनस्। यो कुराले उनलाई साह्रै बिझेको थियो। त्यति बेलाको कुरा त सकिगयो। हिन्दी चलचित्र खेल्न छोडेको 18 वर्षपछि दोस्रो डेब्युमा मुख्य भूमिकामा काम गर्न पाएका सुनिल थापाले बुबा आमालाई उक्त चलचित्रको प्रिमियर देखाउने अवसर नै पाएनन्। बुबाले याद राख भनेको कुराले सधैँ बिजाइरह्यो उनलाई।
सुनिल थापाले कहिल्यै पनि फोटो सेसन गरेर निर्देशक निर्मातालाई आकर्षण गर्ने प्रयास गरेनन्। उनी सोच्ने गर्थे, जसरी म फुटबलमा खोजी हुन्छु, मसँग प्रतिभा छ भने फिल्मी क्षेत्रले पनि मलाई त्यसरी नै खोजी गर्नेछ। अर्को कुरा, उनलाई कसैको पनि क्यारिकेचर गर्ने काम आउँदैन थियो र क्यारिकेचर गर्ने काम पटक्कै मन पर्दैन थियो। श्रीमती रजनी थापा, एक छोरा अनमोल थापा र एक छोरीको सुन्दर परिवार भएका सुनिल थापाको लक्ष्य हलिउडसम्मको थियो। तर उनलाई तपाईलाई संसारमा सबैभन्दा धेरै के को माया लाग्छ भनेर प्रश्न गर्यो भने उनी नेपाली चलचित्रको भनेर उत्तर दिन्थे। उमेर गन्ती गर्ने एउटा नम्बर मात्रै हो, मुख्य कुरा त काम गर्ने जोस र इच्छा शक्ति हो भन्ने सुनिल थापाको काम गर्दा गर्दै छायाङ्कन स्थलमै मर्न पाऊँ भन्ने इच्छा थियो। रियल लाइफमा यति कठोर मान्छे रियल लाइफमा कस्तो हुनुहुन्छ भनेर सोद्धा उनी भन्थे, म सधैँ सकारात्मक सोच्छु। मेरो मन यति कमलो छ कि दयालु प्रकृतिको छु। जस्तो सुकै झुर चलचित्र होस्, त्यहाँ पीडा देखाएको छ भने मलाई रुवाउँछ। उनलाई तपाईको कमाई के हो भनेर सोद्धा उनी भन्थे, म मेरो कमाई कति हो भनेर थाहा पाउने अवस्थामा नै हुँदिन। म मर्दाखेरि कति मलामी आउँछन् त्यसमै भर पर्छ। नेपाली चलचित्रको एउटा दर्बिलो खम्बा भेटरान कलाकार सुनिल थापाको 2082 माघ 24 गते देहावसान भयो। हुन त उनले भने जस्तो छायाङ्कनकै मैदानमा उनको प्राण गएन, तर उनी चलचित्रसँगको साइनो नबिगारी नछुटाई बिदा भए। यो पनि एउटा हिसाबले उनको इच्छा जस्तै भयो। उनको देहावसानपछि महानायक राजेश हमालले आफ्नो सिङ्गो चलचित्र यात्रा नै उनीप्रति समर्पण गरेका छन्। बलिउडकी चर्चित नायिका प्रियङ्का चोपडाले तपाईँ सधैँ मेरो कोच भएर रहनुहुनेछ भनेर श्रद्धाञ्जली दिएकी छिन्। सायद उनले भने अनुसारको कमाई पनि यही हो। दर्शकवृन्द, हामीले नेपाली चलचित्र र भारतीय चलचित्रका भेटरान कलाकार सुनिल थापाको साङ्गो पाङ्गो जीवन कथा यहाँ प्रस्तुत गर्यौं। 20 वटा भन्दा धेरै भारतीय चलचित्रमा अभिनय गरिसकेका, 250 वटा भन्दा धेरै नेपाली चलचित्रमा, 2 वटा दक्षिण भारतीय चलचित्रमा र केही भोजपुरी चलचित्रमा अभिनय गरिसकेका कलाकार सुनिल थापा अभिनय गर्दा गर्दै छायाङ्कन स्थलमै मर्न पाऊँ भन्थे। जीवनको लक्ष्य कलाकारिता भन्दा अर्को नभएका उनी बलिउड र ओस्कारसम्म पुग्न चाहन्थे। जीवनमा सधैँ सकारात्मक हुनुपर्छ र क्रियाशील हुनुपर्छ। समय र पैसालाई नकारात्मक ठाउँमा खर्च गर्नु हुँदैन भन्थे। उनी केही दिन अघिसम्म पनि यस्तो ठुलो रोगले आक्रमण गरेको छैन भन्थे। 68 वर्षको उमेरमा पनि उनी आफूलाई तन्दुरुस्त छु भन्थे। उनी चलचित्रमा लागेर नाम र दाम दुवै कमाएकोमा खुसी थिए, तर उनलाई एउटा कुरा चाहिँ खड्किन्थ्यो। उनी हाँस्दै भन्थे, त्यो नाम र दाम मैले नकारात्मक चरित्रमा अभिनय गरेर कमाएको हुँ। नेपाली चलचित्रका त्यस्ता भेटरान कलाकार सुनिल थापा अब भने हामी माझ रहेनन्। उनका प्रिय दर्शकहरूका लागि उनी स्मृतिमा मात्रै रहे। उनको दिवंगत आत्मालाई सधैँ शान्ति मिलिरहोस्। भावपूर्ण श्रद्धाञ्जली।